हामी यति बेला नमस्ते टुर्स एन्ड ट्राभलको मुस्ताङ यात्राको क्रममा भ्रमण गराइने अर्को एउटा गन्तव्यमा छौँ। सहस्रधारा दिव्यधाम। मेरो ब्याकग्राउन्डमा सहस्रधारा देख्न सक्नुहुन्छ। यहाँ 108 धारा रहेका छन् भने विश्वास के छ भने यहाँनिर चाहिँ श्री स्वस्तानी व्रत कथामा, यो श्री स्वस्तानी व्रत कथामा आधारित तीर्थस्थल हो, धाम हो। माता पार्वतीले यहाँ यो सहस्रधारामा स्नान गरेर त्यसपछि तपस्या गरेपछि शिव भगवानलाई पतिका रूपमा प्राप्त गर्नुभएको भन्ने किम्वदन्ती रहेको छ यहाँ। ल हेर्नुहोस्, सहस्रधारा दिव्यधाम। ल हेर्नुहोस्, यस्तो मजाको लोकेसन, यस्तो मजाको ठाउँ। यहाँहरूको यात्राको क्रममा बाटैमा पर्छ, यो धेरै टाढा पनि पर्दैन। कतिपय साथीहरूलाई थाहा छैन होला यो गन्तव्य। तपाईँहरूले पनि तपाईँहरूको टुर प्याकेजमा यो लोकेसनलाई समावेश गर्नुहोस्। यसरी नै हामीले विभिन्न पर्यटकीय गन्तव्यहरूलाई हामीले प्रमोट गर्दै जानुपर्छ। हामी मालढुङ्गा पुग्नुभन्दा केही अगाडि, सुस्मा कटेपछि मालढुङ्गा पुग्नुभन्दा अगाडि पर्छ यो गन्तव्य सहस्रधारा दिव्यधाम।